हेलो वेलकम टु माई भ्लग। अनि आजदेखि चाहिँ मैले भ्लग गर्ने निर्णय गरेँ र म चाहिँ आइसकेको छु मेरो यो सँग आज हाम्रो माथि हाइकिङ गर्दै गुगल पोइन्ट जाने प्लान भइरहेको छ। के कस्तो हुन्छ देखाउने नै छु। त्यति जबसम्म हाम्रो चाहिँ यात्रा सुरु भयो। अब जाने यात्रा सुरु भयो। यहाँदेखि यस्तो उकालो जानुपर्छ अरे। फर्स्ट टाइम हो, थाहा छैन अब कसरी जाने भनेर। हेर्दै जाउँ हिँड्दै जाउँ कहाँसम्म पुगिँदो रहेछ। हेलो हेलो हामी चाहिँ आउँदा आउँदा एउटा अचम्मको कुरा, एकदम अचम्म भन्दा पनि एकदम राम्रो, कस्तो राम्रो गरेर बनाएको देख्यौँ। अनि यसो भिडियो बनाउन भनेर हामीले कस्तो युनिक, वाउ कस्तो मन पर्यो मलाई त रुखकै डिजाइनमा है। वाउ। अनि हामी यहाँ चाहिँ यसरी बस्न लागेको छौँ। लागेको होइन, बसिसक्यो। कस्तो राम्रो छ के। वाउ कस्तो हुँदैछ त एक्सपिरियन्स। गर्न चाहिँ गलियो यस्तो रहेछ उकालो, तर राम्रो पनि छ हो है। हामी चाहिँ अन द वे। मान्छेहरू धेरै हुँदो रहेछ, कोही फर्किने कोही आउने कोही जाने, त्यस्तै प्रक्रिया चलिरहेको छ अहिलेसम्म चाहिँ। हामी चाहिँ भर्खर जाँदैछु स्पिडमा। हामी चाहिँ हिँड्नु नसक्ने पनि होइन, त्यस्तो हिँड्न सक्ने पनि होइन फेरि। एउटा त यहाँ पसिनैसरी भएर यस्तो भइसक्यो। खै हाम्रो पछाडि पछाडि घरि मान्छे आउँछन्, घरि कहाँ हराउँछ थाहा पनि छैन। उनीहरू सर्टकट हिँड्ने कि हामीलाई चाहिँ बाटो थाहा छैन। यो बाटो जहाँ जहाँ जान्छ त्यहीँ जाने हो। त्योभन्दा वरपरको बाटो नलागी यही बाटो मात्रै हिँड्ने भनेर हामी चाहिँ प्लान गरेर आएको। भरे फेरि कुन बाटो गएर कहाँ पुगिन्छ थाहा छैन। खै हाम्रो पछाडि पछाडि थिए मान्छेहरू, अहिले त छैन। कुन बाटो कहाँबाट गए थाहा छैन। हामी चाहिँ यहाँनिर आइपुग्यौँ। ओ बाँदर, म तपाईँहरूलाई बाँदर देखाउँछु। बाँदर पनि देखियो। भाइरल हुँदैन होइन। होइन जे होस् आजै चाहिँ पहिलो दिन आज यसो निस्केको बेलामा। हजुर हामी इलामदेखि नै हो। यहीँ हजुर। मेरो अस्मिता राई। अस्मिता के छ? राई। राई हजुर। अस्मिता राई तीनजनाको सब्सक्राइबर। अझै हाम्रो केटाहरुलाई पनि भन्नु। थ्यांक यू। फेरि भरेपछि सिल्भर प्ले बटन पाएपछि को तिमी त्यस्तो हुँदैन। पहिला पार्टी चाहिँ हुनु पर्यो नि फेरि। हुन्छ हुन्छ हस्। इलाम गाई पनि हैन उतै हुन्छ। साथीको घर सुत्दिन्छु भने। हुन्छ हुन्छ। सो गुड। लास्ट दामी के
हामी चाहिँ आइपुग्यौँ कि तर यहाँनिर के चल्दैछ सबैजना पुरा ध्यानमा छ के भइरहेछ यहाँनिर चाहिँ के चलिरहेछ यस्तो है जानु पनि हामीलाई अप्ठ्यारो लाग्यो हामी त यहीँ यसरी बसिरहेको छौँ हामी चाहिँ हामी चाहिँ फाइनल्ली गुगल पोइन्ट कस्तो नै छ भनेर आइ चाहिँ पुगियो कि तर हाम्रो लागि त्यस्तै स्पेसल भएन त्यही माथि के को ध्यान छ त्यहाँ माथि के ध्यान गरेका हुन् त्यो थाहा भएन आज फेरि आजको आजै त्यो ध्यान रहेछ त्यहाँ माथि के को मेडिटेसन होला त्यो स्कुलको जस्तो लाग्यो आइ चाहिँ पुग्यो तर हाम्रो लागि चिज चाहिँ भएन है किनभने मान्छेहरू पनि धेरै छन् अब घुम्ने यताउति गर्ने आएका हुन् आउन त तर हाम्रो लागि चाहिँ त्यस्तो स्पेसल भएन साँच्चै नै पिस खोज्न आएको रेस्ट इन पिस हुन लाग्यो त्यस्तै भइरहेको छ अनि अहिले चाहिँ हामी यहाँनिर एउटा उ रहेछ चौतारी अनि त्यसमा बस्न जाँदैछौँ यस्तो गर्मी है यस्तो माथि यत्रो माथि यो माथि छ नि त डाँडैमा भने जस्तो अनि रै पनि उ चाहिँ छैन शीतल चाहिँ छैन पुरा हावा हावा अरे गर्मी छ अनि यसो हेर्दाखेरि यहाँबाट चाहिँ झापा साइडहरू पनि देखिँदो रहेछ कहाँ भने नि यिनीहरू चाहिँ झापा साइड होला यहाँ पार्नुपर्छ वाउ हामी चाहिँ इगल रहेछ यहाँनिर एउटा इगलको स्ट्याच्यु त्यहाँनिर आइसकेका छौँ राम्रो रहेछ यो चाहिँ नि इगलको चाहिँ यहाँबाट त भ्यूहरू पनि दामी एकदम वाउ छ वाउ कस्तो देख्दैछ थाहा छैन है फेरि मलाई चाहिँ कस्तो दामी छ क्या भ्यू चाहिँ हेर्दा चाहिँ वाउ खोल्नु भनेको है मैले कहिले अन द स्पट यो चाहिँ उ गरेको के भन्ने डिसिजन गरेको क्या आज घुम्नु जाने आज मेमोरी पनि हुन्छ अब फेमस हुनु नहुनु त्यो आफ्नै कुरा हो होइन तर मेमोरीको लागि क्या जस्तो चढेको चाहिँ नबनाउने अनि त्यही भएर बनाऊ है हामी भिडियो बनाउँछौँ अब भ्यू चाहिँ माथि भएर होला कि धेरै हाइटमा भएर राम्रो देखिँदो रहेछ भ्यू चाहिँ तर जति नै हाइट भए पनि गर्मी चाहिँ कस्तो गर्मी हावै आउँदैन रहेछ हामी चाहिँ खाँदैछौँ अब चाहिँ सुनसान साँच्चै नै पिस नै भयो अब चाहिँ कोही पनि छैन हामी दुईजना भाइ सब गयो घर हामी चाहिँ आनन्दले बसेर यहाँ खाँदैछौँ हामीले चाहिँ आज चिप्स मात्रै ल्याएछौँ अरू केही पनि छैन कोक लिएर बिचोक गरेको छु बरु पानी लिएको भए हुन्थ्यो एउटा ढिक पनि मर्दैन तिर्खा पनि मर्दैन के हो यस्तो कोक पनि मलाई त मन पर्दैन म चाहिँ खाँदै छु मलाई कोक पनि मन पर्दैन त्यस्तो हाम्रो दुईजनाको फोटो पनि खिचिएन थाहा नै नहुने हो अब यो खाइसकेर चाहिँ हामी जाने गाडीमै जाउँ होला नि रश्मि खै जाउँ होइन पायो भने
गाडीमै जाउँ पाएन भने चाहिँ अब पाउँछ पायो भने जाउँ न त 200 रुपियाँ लिइहाल्छ खिरिक्कै पिज्जा पनि किन्नु पर्ने हो गुगल पोइन्टको बारेमा चाहिँ म के भन्न चाहन्छु भने यो फोहोर मैलाहरू चाहिँ व्यवस्थित गर्ने बेला भएछ अनि राम्रो चाहिँ राम्रै हो ठाउँ तर अलिक ध्वजाहरू फेर्ने बेला भयो अनि त्यो गुगल पोइन्टमा कलरहरू गऱ्यो भने चाहिँ राम्रो छ त्यति भन्छ सुनि नै हाल्नु भयो होला मेरो मित्रको पोइन्ट अफ भ्यूबाट है ठाउँ चाहिँ त्यस्तो नराम्रो चाहिँ होइन जे होस् हामी पहाडीहरूको लागि त त्यस्तो स्पेसल चाहिँ होइन त्यो गुगल पोइन्ट लेखेको छ त्यति नै अनि यताउति यस्तो यस्तो छ बस्ने ठाउँहरू त्यहाँ इगलको स्ट्याचुहरू रहेछ त्यो चाहिँ अलि राम्रै हो है नत्र भने हामी पहाडीहरूलाई नै चाहिँ त्यस्तो स्पेसल छैन किनभने यस्तो पहाडहरू चलिरहेको देखिरहेको यो जङ्गलहरू यो उकालो ओह्रालो बाटो हिँडिरहेको हामी चाहिँ झापालीहरूलाई सम्ममा बस्नेहरूलाई चाहिँ निकै नै चिज नै होला अब उकालो ओह्रालो हिँड्नु पाउनु तर हामी पहाडमा बस्नेहरूलाई त्यस्तो स्पेसल नै छ भनेर चाहिँ छैन जस त्यहाँ त्यो गुगल पोइन्ट लेखेको छ हो त्यो चाहिँ राम्रो छ अनि यो उकालो सिडी चढ्नेमा ध्वजाहरू छ त्यो चाहिँ अलिकति भएछ पुरानो भएछ क्या कलरहरू अब जस्तो नयाँ हुनु भने चाहिँ दामी छ फेरि यसो हेर्दाखेरि नि वाउ जस्तो छ है माथि जाँदा ओर्दा त्यो हावा चल्दा हिँड्दा भिडियो बनाउनलाई फोटो खिच्नलाई एकदम राम्रो छ तर ध्वजाको कलरहरू सबै उडिगएको छ त्यही भएर त्यसलाई फेर्यो भने चाहिँ राम्रो छ अनि त्यो गुगल पोइन्टलाई कलर लगाइदियो भने चाहिँ अझ राम्रो अनि त्यो झन्डाहरूको त्यो झन्डाहरू फेर्दाखेरि चाहिँ राम्रो भने किनभने त्यो झन्डाहरू छ है पोइन्ट एकदम राम्रो छ अनि फोहोरहरू व्यवस्थित गरिदिनु भन्दा पनि नि यहाँ जो आउँछन् जो आएर यसरी खान्छ जो आएर यसरी खाएर जान्छन् उनीहरूले पनि के गर्नु पर्यो भने आफूले खाएको फोहोर चाहिँ आफै व्यवस्थित गरेर हिँड्नु पर्यो अनि एउटा कुरा चाहिँ के पनि भन्दा यहाँ कुनै पनि डस्टबिन छैन कुनै पनि एउटा पनि डस्टबिन देखिएन अहिलेसम्म खै डस्टबिनको व्यवस्था गर्यो भने उनीहरूले त्यो यहाँ खाएको मान्छेहरूले पनि त्यहाँ डस्टबिनमा हालेर जाँदा सहज हुन्थ्यो अनि आफूले खाएको फोहोर मैला चाहिँ आफै व्यवस्थित गरेर हिँड्नु पर्यो यसरी यहाँ हामीले खायौँ अब सबै यसरी झोला लिएको हुन्छ झोलामा हाल्ने लाने घरमा जाने यताउति व्यवस्थित गरिदिने डराइदिने गरिदिने यहाँ आएर यसरी यो यस्तो गरेको छ अनि यो त भएन नि त यसरी त यो त आफूले खाएको कुराहरू त यसो व्यवस्थित गरेर हिँड्दा अझ राम्रो हुन्थ्यो किनभने यो भनेको हाम्रै सम्पत्ति हो नेपाल भन्न जात सबै हामी नेपाली नागरिकहरूको सम्पत्ति हो त्यही भएर यसलाई जोगाउनुपर्छ अहिले नै यो यतिको हुँदाखेरि नै नि मान्छेहरू चाहिँ धेरै नै आइरहेको रहेछन् अहिलेसम्म हामी यहाँनिर बस्दासम्म अघिसम्म अब मान्छे कति थिए है यति हुँदा पनि मान्छे धेरै आएर छन् अझ यसलाई राम्रो बनाउन सक्यो भने अझ धेरै टुरिस्ट एट्र्याक्ट हुने जग्गाहरू हो यिनीहरू भनेको चाहिँ हामी चाहिँ फर्किँदैछौँ रमाइलो भयो मजै भयो खायौँ अब खानै मात्रै आएको जस्तो चिप्स खाएर हिँडेको छौँ हामी चाहिँ अरू केही लिएर खालि चिप्स लिएर आएर चिप्स खाएर हिँड्यौँ अब हामी चाहिँ अनि यहाँ आउनेहरू आउनु भइरहेको छ हामी जानेहरू गइरहेको छौँ यस्तै चल्दैछ हिँड्दाखेरि चाहिँ शीतल अघि त गर्मी भएर उकालो त कस्तो गर्मी थियो अनि यहाँ चाहिँ रुखतिर के को रुख हो भनेर पनि टाँसिदिया रहेछ नि जस्तो यहाँ खरानी लेखेको छ है यो खरानीको रुख रे मैले चाहिँ देखेको थिइनँ अझै देख्दैछु यस्तो हुँदो रहेछ किनभने हामीतिर खरानी हुन्छ र के हुन्छ हौ खै मैले चाहिँ सुनेको थिइनँ है हामी चाहिँ यहाँ फोटो खिच्ने क्रममा है यसको यो बाङ्गो देख्छु हो अघिदेखि बाङ्गो झोला बोकेर सानो मेरो झोला त बाङ्गो छैन नि भनेर यसो हेर्छु बाङ्गो छ के भएर त्यस्तो बाङ्गो भएको हो सिधा भयो अब चाहिँ हेर्छ यो चुच्चोले गर्दा हो क्या अरे अब चाहिँ भित्र बनाइदिन्छु बाङ्गो बोक्छ हो बाङ्गो बोकेर चाहिँ सानो हिँडिरहेको रहेछ नि त हौ हामी चाहिँ
जता जता बस्ने ठाउँ शीतल देख्यौँ त्यतै बस्दै जाँदैछौँ। यहाँनिर पनि बस्ने ठाउँ रहेछ। यहाँ रहेछ क्या बस्ने ठाउँ दामी। अनि यहाँनिर अब यस्तरी बस्न लागेको छौँ है हामी चाहिँ। आया ग्रिन कलरको छत्री यहाँनिर थकाइ मार्दै हामी भिडियो हेर्ने यहाँ। हेलो हेलो गरिदेऊ न। हेलो केटाकेटीहरू गलेन अनि यत्रो हिँड्दा त्यो पनि ऊ भाइलाई बोक भाइ कि बहिनी भाइलाई बोकेर डह्रो रहेछौ त तिमी त। को आएको त अनि मम्मी अनि मम्मीहरू चाहिँ केटाकेटीहरू फुर्तिलो हुन्छन् नि। अघि यहाँ आइपुगे हामी चाहिँ फर्केको अब अघि पुगिसकेर आएको। हामी त छिटो छौँ त यसलाई चाहिँ फेरि हतार भइसक्यो यहाँ। हामीलाई चाहिँ के लाग्यो भने हाम्रो गाउँघरबाट माबुथाम जान नि बरु योभन्दा गाह्रो छ है। योभन्दा गाह्रो रमाइलो पनि चिसो पनि रमाइलो पनि बरु त्यता पो नि राम्रो छ न हौ अलिक। त्यता पो बरु माबुथाम पो राम्रो लाग्यो। हरियाली डाँडाकाँडा है यस्तो राम्रो छ क्या सफा। अब गाउँघर सफा भइहाल्यो यस्तो हुँदैन। अनि बरु त्यता पो अलिक टाढो पनि लाग्यो। यो र म त नि अब कहिले नआएको दुईजनाको फर्स्ट टाइम हो होइन। अनि ला उही कहाँ होला कति टाढो होला हामी कहिले पुग्नु होला 1-2 घन्टै लाग्छ होला भने हिँड्दै पो गुगल पोइन्ट लेखेको देखेँ। म त अझै उता पनि जानुपर्ने होला भन्दैछु उकालोहरू गुगल पोइन्ट लेखेको देख्छु। अझै यहीँ परेछ भनेर। अब हामी हिँडेको कति पनि भएको छैन। अब हामी आइपुग्ने बेला हुनु लाग्यो। अब मेन रोड भेट्ने बेला हुनु लाग्यो। उहीँ छ ऊ मेन रोड त जाउँ न। अनि त्यस्तो छ हेर्नुहोस् कति म त धेरै हिँड्नुपर्छ होला भनेको बरु त्यस्तो हिँड्नु नपर्दो रहेछ हौ। त्यस्तो हिँड्नु परेन। त्यो ठाउँमा के केले चाहिँ अलिक राम्रो बनाएको हो कि ठाउँमा त्यो अघि मैले सुरुमा देखाएँ नि बस्ने ठाउँ हो त्यो। अनि त्यो ऊ जस्तो ग्लोब के भन्छ गोलो ग्लोब जस्तो हो त्यस्तोहरूले चाहिँ अलि राम्रो बनाएको होइन। नत्र भने त ठाउँ त है गाउँघर हाम्रो गाउँघरमा जस्तै उकालो ओह्रालो यस्तै हो पहाड भनेको। तर उकालो ओह्रालो यस्तै हुन्छ प्रायः सबै है। त्यही भएर झापालीहरूको लागि चाहिँ स्पेसल भयो। हाम्रो लागि चाहिँ इट्स नर्मल फर अस। हामी चाहिँ यहाँ अघि जुन चाहिँ देखाएको थियो राम्रो बस्ने ठाउँ त्यहाँ आएर यहाँ हाम्रो सामान यताउति के हुँदैछ। अनि उता डस्टबिन रहेछ। डस्टबिन हुन्छ त डस्टबिनमा उहरू फालेर हामी चाहिँ अब फेरि जानु लागेको आफ्नो गन्तव्यतिर। यसको त तल मेरो उता छुट्टिन लागेको फेरि यहाँ तल गएपछि त तर आइहाल्छ नि त आइहाल्छ होला नि तर त है आइहाल्छ नि। अब धेरै बसियो यहाँ दिमागको यो आउँछ अनि फेरि मेरोमा बस्छ अनि जान्छु अनि म पनि आउँछु अलि पछि। म पनि आउँछु अलि पछि। असारमा आउँछस् भने त म असारमा भइहाल्छु। म असारमा आउँछु ल। गर्मी भयो खानु यता बस्दा त एकछिन मर्नु दिन अलिक शीतल हुन्छ। म चाहिँ अहिले इलाम आइपुगिसकेँ होइन। अनि यहाँ हाम्रो निनीकोमा फ्रेस भएर
निनीसँग फेरि जाँदैछु फेरि जाँदैछु निनीसँग अब चाहिँ रुमै गएको निनीकोमा बसेँ नुहाइधुवाइ गरेँ फ्रेस फ्रेस भएँ यस्तो टाउको दुखेको थियो यस्तो पसिना है हम्म कस्तो गर्मी इलाम त कति शीतल छ हौ त्यो ऊ हेरी त नि हर्कटी के अरे गोगल पोइन्ट त्यो हर्कटी कति गर्मीमा त कति गर्मी लाग्यो अनि हाम्रो निनी र म चाहिँ उहाँको पसल छ त्यहाँ जाँदै गरेको अब म चाहिँ त्यतै जान्छु रुम अनि उहाँ चाहिँ बस्नुहुन्छ यता अनि हामी चाहिँ यहाँ निनीको पसल आइपुगिसक्यौँ अनि यहाँ अब निनी काम गर्नुहुन्छ एकदम यहाँ भोलिको लागि भोलिको लागि एकदम तयारी हुन्छ अनि म भ्लग पनि यहीँ इन्ड गर्छु होला अनि हजुरहरूलाई भ्लग कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि बाई फेरि अर्को भिडियोमा भेटौँला